गालामा पनि हान्छन्, ढाडमा पनि हान्छन्, चप्पलले पनि हान्छन्, लौराले पनि हान्छन्, कुचाले पनि हान्छन्। नेपालमै हल्लेर बस्ने मान्छे त मोरे पनि हुन्छ भन्दै रात दिन भन्छन्। तर अस्ति विदेशबाट आएकी बहिनीलाई चुपा मात्रै खान्छन्, घुमाउन लान्छन्, छोराभन्दा छोरी ठिक भन्छन्। होइन नेपालमा पढेर मेरो इज्जत भएन, विदेश पढ्न जान पर्यो भन्दै झोला बोकेर हिँडेको। यत्रो धेरै बाइक स्कुटी र साइकल देखे। माथि हेरेको त ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनको बोर्ड छ के रे। कुनै पनि कन्सल्टेन्सीको अगाडि यत्रो धेरै बाइक स्कुटी साइकल आजसम्म देखाएको थिइनँ मैले। राम्रै छ होला भनेर भित्र छिरेको। रिसेप्सन की मिस ब्युटिफुल, जापानिज क्लास पुरै फुल, पढाउने टिचर हेल्पफुल। यत्रो भिडा पनि नबुझेका कुरा त पर्सनल्ली आएर सिकाउनु दो छ। मुसुक्क हाँस्ने एमडी रहेछन्, कोरियन पढ्ने टन्ने रहेछन्, आइएसपीटीलाई कम्प्युटर रहेछन्, किताब पनि छाप्दा रहेछन्। जुत्ता चप्पल बाहिर, पढाउने टिचर रहेछन् माहिर। बेलुन र घडी ब्राइट लुम्बिनीमा पढी जापान र कोरिया उडिन्छ एक दिन सरर र पिले नाचडी। मैले कसैलाई फोर्स त गर्दिन, तर एकचोटि आएर बुझ्नु, चित्त बुझ्यो भने मात्रै ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनसँग जोडिनु। लोकेसन रहेको छ बाणगंगा 4 कपिल वस्तु, जितपुर चौकबाट 100 मिटर भित्र। फोन नम्बर चाहिँ स्क्रिनमा रहेको छ।